हिमालको काख, तालहरूको सहर र प्राकृतिक सुन्दरताले भरिएको पोखरा नेपालको गर्व अनि मेरो परिचयको पहिलो अध्याय। नमस्कार सम्पूर्णमा, म निकिता सुवेदी। सानै उमेरदेखि आमाले मलाई निस्वार्थ हुन सिकाउनु भयो। बुबाले मायाले बोलाउनु हुने ती अनौठा उपनामहरू आज पनि मेरो सबैभन्दा मिठा सम्झना मध्ये एक हुन्। यिनै मायामय वातावरणमा हुर्कदै नृत्य मेरो लागि भावनाको भाषा बन्यो। सानैदेखि म निकै चकचके स्वभावकी भए पनि हुर्कदै जाँदा सबैभन्दा मेहनती विद्यार्थीहरू मध्ये एक बने। मेरो लागि शिक्षा जीवनको सबैभन्दा महत्त्वपूर्ण आधार हो। लेक सिटी कलेज एन्ड रिसर्च सेन्टरमा आफ्नो सपनालाई पछ्याउँदै पत्रकारिता र सामाजिक कार्य विषय अध्ययन गर्दैछु। हरेक नयाँ यात्राको सुरुवात एउटा साहसी निर्णयबाट हुन्छ। पहिलादेखि त अलिकति चकचके नै हो हैन। अनि यो नानी डान्सहरू यताउति एकदम धेरै रुचि गर्ने मान्छे हो हैन। अब पहिला त मैले बुझिनँ, मलाई पनि मन पर्थ्यो, तर पो छोरी मान्छेलाई कसरी दिएँ, अब त्यो डान्सतिर लैजाऊँ भनी सोध्थेँ हैन। अहिले त यो धेरै बुझ्ने भइसक्यो। ल ठिक छ, यो क्षेत्र भनेको एकदम राम्रो रहेछ भन्ने सोच भयो मलाई नि हैन। अब छोरछोरीको खुसी नै हाम्रो खुसी हो हैन। तर कुनै पनि बाबा मम्मीले छोरछोरीलाई यस्तो ठाउँमा जान्छु भन्दा कुनै बाबा मम्मीले नि नरोक्नु। चाहेको चाहिँ हामीले चाहिँ गरिदिन्छौँ भन्ने चाहिँ हाम्रो चाहिँ सोच पनि छ। उसले कुन विषय पढ्ने हो या चाहिँ पहिला अर्कै विषय पढ्दा अहिले फेरि पत्रकारिता पढ्छु भने हामीले पनि पत्रकारितामा ल ठिकै छ भनेर चाहिँ गरियो। अब जसरी नै उसको खुसी होस् भन्ने हामी चाहन्छौँ। त्यसैले आफ्नो सहजताको घेरा बाहिर निस्किएर आफैलाई नयाँ चुनौती दिँदै म मिस कास्की नेपाल सिजन 2 को यात्रामा प्रतियोगी नम्बर 1 भएर सहभागी भए। मेरो यात्रामा साथ र विश्वासका लागि मेरो परिवार, साथीहरू र हेभेनली इभेन्ट म्यानेजमेन्ट परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद। मिस कास्की नेपाल होती Heavenly Event Management. Inspire, empower, succeed.